यसमा त फुल जिबी भएको छैन होला कि है नारायण पुग्यो भन्छु यहीँ बोलाउ न नभए आउँछ नि उहाँ चाहिँ हाम्रो अरुणजी लासो मिलन ब्लगर ब्लगर बिरो सर ए मै रहेछ शेरबहादुर देउवाको हिँड्छ नि शेरबहादुर देउवाको घर जाने आयो होइन तिनीहरूलाई अघि लगाउँ भनेको ल हाम्रो एउटा टोली अर्को अब अर्को ओभर स्पिड ल है गाइजहरू देउबाको भन्ने त बाटो देखाउने मान्छे पछाडि बस्दैन भयो धेरै रेडी हो यहाँ पनि हो हालेको छ त फेरि। माथितिर बाटो यस्तै ढला नै छ उहाँ माथि बित्रो छ पनि बाटो बाटो अनि यस्तो मलाई चाहिँ होइन भिडियो खिच्न लिएर आउँदै हो क्या हजुरले कस्तो कदेली तारे भिड यतातिर धेरै जम्मेर ल अरुण पनि आइपुग्यो है ल नआउने होइन नआउने चाहिँ होला मलाई नै आउँदैन यस्तो गर्न अगाडिको ब्रेक लगाउने हो पछाडि टायरमा त घोडा आफै खोज्छ ब्रेक हाल्ने नि अगाडि ब्रेक हान्ने अनि एक्सिलेटर दबाउने अनि क्लोज छोडिदिने स्ट्यान्ड टेकाएर कि नटेकाइ नटेको खुट्टा स्ट्यान्ड टायर धस्तै हुन्छ गर्नु यस्तो फोटो सोटो खिचौँ न त ल बिचमा सफ्ट बाइक राखेर यस्तो यतै फर्काएर कि सबै लाइन लगाएर यता लाइन लगाएर एउटा साइड फर्काएर नि नभए उता फर्काऊ अनि यता बसेर फेरि फोटो खिच्नु यताको सिन आउँछ होला एउटा बाइक भित्र त के देख्दैन नि एउटा त जलेछ यार सेल्फी हान्नु पर्ला अगाडिपट्टि चाहिँ आउनु
त्यही हो सबै त्यो भिडमा रोड छ भिड भन्दा मुनि छ यता के अरे नारायणथानको के अरे मुहान पोखरी अनि त्यता उस छ नि सुन्दरजल हो सुन्दरजलको बाटो ठ्याक्कै त्यही त नि ऊ त्यो जुन ऊ त्यो छ नि ऊ त्यो घरहरू छ नि ऊ त्यो घर हो त्यो माथिको घरहरू छ नि अनि ठ्याक्क जङ्गल र घर छुट्या छ नि त्यो ठ्याक्क जङ्गल र घर छुट्टेकै ठाउँमा बाटो माथि जङ्गल बाटोभन्दा मुनि चाहिँ घरहरू हो क्या त्यो अफ रोडै हो गर्मी भयो अनि कस्तो भयो त यात्रा यहाँसम्मको जर्नी अहिलेसम्म ठिक छ होइन अब हेरौँ राम्रै होला यो तलतिर झार्नु पर्ला साइकल झार्छ नि दौडिल घर रुखा ठोकियो लाग्यो खुट्टा कि अरे अनि अरू चिल फुल रिल्याक्स भइरहेछ लास्ट इन्ट होइन स्याम ठाउँको नाम के हो यो होटलको बाटो होइन के अरे यो नेवारी फल्सा बर्बाद बनाइसक्यो यसको है कस्तो छ ठिक छ नि आजको अरू सुकुटी जान्छ एकदम लास्टमा दामी गीत बजिरहेको हो जालीमा